हेलो गाइस, फेरि पनि म आइसकेको छु सामुएल अफिसियल भ्लगबाट। देख्न सक्नुहुन्छ गाइस, म चाहिँ मुंबई। इस जगह का नाम क्या है भैया? मालूम नहीं है। अच्छा ठीक है, क्राउन सिटी में हम आ गया है गाइस। देख्न सक्नुहुन्छ यता चाहिँ आज हामीहरू यसो बजारतिर बजारतिर घुम्नको लागि हामीहरू चाहिँ आएको। यस्तो यस्तो ठाउँ छ नि गाइस यतातिर हैन, लास्टै छाडा के हैन। र ठाउँ चाहिँ राम्रो हो तर मान्छेहरू चाहिँ लास्टै छाडा के हैन गाइस। लाज पनि नमान्ने हैन, यस्तो बवाल छ नि ठाउँहरू। तपाईहरुलाई म देखाउन चाहन्छु गाइस हैन। देख्न सक्नुहुन्छ यस्तो छ इन्डियामा यस्तो बवाल ठाउँ रहेको छ कि गाइस भन्न पनि सकिन्न के, बयान पनि गर्न सकिन्न हैन। देख्न सक्नुहुन्छ नरिवलको बुट्टा यस्तो छ नि, यो चाहिँ नरिवलको बुट्टा हो गाइस। बुट्टाहरू पनि अजिबका छन् हैन। देख्न सक्नुहुन्छ यहाँ चाहिँ सबभन्दा धेरै मराठी बोल्ने रहेछन् हैन गाइस। मराठी बोल्ने ठाउँ रहेछ यो चाहिँ। हाट बजार लाग्ने ठाउँ हैन। देख्न सक्नुहुन्छ हाट बजार लाग्ने ठाउँ यस्तो बवाल छ नि। यो चाहिँ एकदम बवाल मौसम लाग्ने, भित्र ग्राउन्ड पार्क भएको सिस्टमको है गाइस। देख्न सक्नुहुन्छ एपिरातीको खेलैमा देख्न सक्नुहुन्छ गाइस। यो चाहिँ इन्डियाको बब्बाल चट्टानी मन्दिर है। यस्तो बवाल छ नि गाइस हेर्नु हैन, बवाल छ हैन। ठाउँ पनि मन्दिर पनि बवाल छ। देख्न सक्नुहुन्छ यस्तो खतरावाला छ हैन। यो चाहिँ पार्क, जिम सिम गर्नलाई, यताउता गर्नलाई, खेलहरू गेमहरू खेल्नको लागि यो चाहिँ पार्क गाइस। जिम एक्सर्साइजको लागि चाहिँ बवाल छ है ठाउँहरू। गेम सेम खेल्नको लागि, फुटबल भलिबल खेल्नको लागि हैन, यस्तो बवाल छ नि। दामी छ गाइस हैन। देख्न सक्नुहुन्छ इधर थोड़ा ठंडी है ना मौसम, पेड़ भी ज़्यादा है ना। यस्तो छ कि गाइस हैन। मैले चाहिँ फर्स्ट टाइम यी नरिवलको बुट्टा देख्दा म आफै छक परेको कि यति ठुला हुँदो रहेछन् नि बुट्टाहरू। देख्न सक्नुहुन्छ गाइस, यी बवाल हुँदो रहेछ है। नारियल को हिंदी में क्या कहता है? हाँ, मराठी में लालन। लालन। अच्छा, नारियल को मराठी में लालन कहते हैं गाइस हैन। यतातिर चाहिँ खतरै रहेछ क्या हैन। एपिरातीको खेलैमा आज चाहिँ हामीहरू चाहिँ घुम्न आइदिएको हैन। घुम्न आएको बेलामा यसो सानो छोटो मिठो भ्लग बनाइदिउँ कि भनेर चाहिँ मैले चाहिँ बनाइदिरहेको गाइस। कस्तो छ हेरेर मलाई फुल सपोर्ट एन्ड फुल वाचिङ दिस भिडियो गाइस।
मेरो भिडियोलाई चाहिँ सबैजनाले माया गर्नु होला भन्न चाहन्छु। मेरो भिडियोलाई हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब चाहिँ गरिदिनु होला हैन भन्न चाहन्छु गाइज। त्यसैले कस्तो छ हेरेर पुरा भिडियो हेरेर कमेन्ट गरिदिनु होला भन्न चाहन्छु गाइज। देख्न सक्नुहुन्छ गाइज यो चाहिँ बिल्डिङहरु है, मुम्बईको बिल्डिङहरु यस्तो अग्लो अग्लो छ नि देख्न सक्नुहुन्छ। बबाल छ के लगभग कति भनेपछि केही नभए पनि यिनी बिल्डिङहरु 12 तला 14 तला 16 तला 22 तले यस्तो खतरा छ के हैन। मैले चाहिँ 0.5 बाट गराएको भिडियो हो हैन। सबभन्दा सानो क्यामेरा उबाट सुट गरेको हैन यो भिडियो। त्यसैले चाहिँ यो अलि सानो देखिएको, नत्र भने पुरा देख्न सक्नुहुन्छ हैन यस्तो बवाल छ नि। मुम्बई खतरा रहेछ के। अझै पनि बिल्डिङहरु बन्दै छन् हैन, कराउँदै छन् यस्तो के देख्न सक्नुहुन्छ हैन। खतरा खतरा छ यहाँको ठाउँ। फेरि लास्टै 4 ठाउँ हैन, लास्टै 4 ठाउँ। अरु ठाउँ राम्रो हुन्छ हैन, तर मुम्बई शहर चाहिँ लास्टै 4 ठाउँ गन्दा ठाउँ छ गाइज देख्न सक्नुहुन्छ। यस्तो छ कि यतातिर सानो कुराहरु पनि पुरै बिक्री भइजाने के, प्लास्टिकदेखि लगेर हैन पुरै सानो कुराहरु पनि बिक्री हुने रहेछ के गाइस हैन। तर 4 चाहिँ लास्टै के गन्दा लास्टै भएको ठाउँ रहेछ हैन। त्यसैले चाहिँ हजुरहरुलाई म देखाउन चाहन्छु मुम्बईको ठाउँ हैन। देख्न सक्नुहुन्छ बिल्डिङ। हाँ ठीक है यस्तो छ के हैन। लास्टै गन्दगी फैलेको रहेछ। यो चाहिँ मार्केट देख्न सक्नुहुन्छ, मन्दिरहरु यस्तो छ हैन, बगाल बगाल छ। यो चाहिँ म जाने रास्ता ठाउँ है, त्यही हो हैन। ओके ओके गाइस, आजको भिडियो चाहिँ कस्तो लाग्यो हेरेर चाहिँ मलाई माया गरिदिनु होला भन्न चाहन्छु। साथै मेरो भिडियोलाई हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब चाहिँ गरिदिनु होला। ओके बाइ बाइ।